आज म तपाईहरुलाई मकाउमा रहेको 5 स्टार लग्जरी होटल ग्यालेक्सीको भिजिट गराउँदैछु र यहाँ भित्र रहेका शपिङ सेन्टर, आउटलेट, इन्टरटेनमेन्टहरुको बारेमा देखाउने प्रयास गर्नेछु। आज मेरो ट्रिपको मुख्य उद्देश्य ज्याकेट किन्नु थियो र ज्याकेट किन्न भनेर म नर्थ फेसको आउटलेटमा गएँ र प्राइस हेरेँ। त्यो मेरो बजेट भन्दा धेरै माथिको थियो। हङकङ डलर 3500 माथिका थिए। त्यो भनेको नेपाली लगभग 50,000 भन्दा माथिका। महँगो भएको हुनाले मेड इन कहाँ हो भनेर हेरेँ र मेड इन भियतनाम रहेछ। यहाँ चाहिँ भियतनामका सुज, ज्याकेट र टी सर्टहरू धेरै महँगो प्राइसमा मात्र किन्न पाइन्छ। शपिङ आफ्नो बजेटभन्दा बढी भएको हुनाले म चाहिँ होटल लबी हेर्न गएँ। यो चाहिँ ग्यालेक्सी होटलको डायमन्ड लबी हो। यहाँको हरेक होटलमा चाहिँ यस्तो खालको एम्बियन्सहरू देख्न पाइन्छ जुन चाहिँ एकदम मनोमोहक हुन्छ। यो होटलको इन्ट्रान्सबाट भित्र भएको हुनाले यो चाहिँ एडभर्टाइज र पब्लिसिटीको लागि सबभन्दा राम्रो माध्यम पनि हो। क्यासिनोको इन्ट्रान्स भएको हुनाले यो डायमन्डलाई चाहिँ गुड लक र फर्च्युनको रूपमा लिइन्छ। म्याग्निफिकेन्ट 3 मिटर टल यो डायमन्ड वाटर, लाइट र म्युजिक सहित सो हुन्छ। यो भिजिटरको लागि एउटा एट्र्याक्सनको पार्ट भयो र जो क्यासिनो खेल्न आउँछ उनीहरूको लागि गुड लक र फर्च्युनको एउटा सिम्बल पनि हो। यहाँको हरेक 5 स्टार होटलमा हरेक वर्गका मानिसहरू सजिलै घुम्न जान, समय बिताउन जान सक्छन्। उनीहरूको स्ट्यान्डर्ड हेरिँदैन। हरेक वर्गका कस्टमरलाई चाहिँ यिनीहरूले एकदम रेस्पेक्ट गरेर डिलिङ गर्छन्। नेपालको होटलहरू पनि हरेक वर्गको पहुँचमा हुने गरी पब्लिसिटी गर्न सक्यो भने आन्तरिक पर्यटकले गर्दाखेरि अरू धेरै पब्लिसिटी हुन्छ र यसले टुरिज्म डेभलपमा चाहिँ ठुलो राहत पुग्छ र सहयोग पनि गर्छ। तर विडम्बना नेपालमा यस्तो अवस्था छैन। यस्ता ठुला होटलहरू चाहिँ ठुला वर्गहरूको लागि मात्र लक्षित छन्। र अर्को भन्नै पर्ने कुरा चाहिँ भियतनाम 2030 सम्म चाहिँ विश्वको धनी राष्ट्रहरूको सूचीमा आउँदैछ। यसको एउटै मात्र कारण हो उत्पादन र एक्सपोर्ट। नेपालले नि उत्पादन र निर्यातलाई जोड दिए पक्कै पनि सम्पन्न राष्ट्र बन्न धेरै समय लाग्दैन। तपाईहरुलाई धेरै धन्यवाद भिडियो हेरिदिनु भएकोमा। कस्तो लाग्यो सक्नुहुन्छ भने कमेन्ट पनि गरिदिनु होला र लाइक पनि गरिदिनु होला।